झुक्दैन चाहे झुकोस् नीलो आकाश यो नेपाली झुक्दैन चाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन चाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन जुन किरिझै ज्योति बाले अन्धकारमा चम्किन्छ यो नेपाली सिरो चाली संसारमा लम्किन्छ त्यो विचार शब्द भन्दाखेरि हाम्रो अब त्यस्तै चिजको लागि चाहिँ त्यसलाई चाहिँ पछाडि छोडिदिने अनि आफू चाहिँ हाम्रो गाउँलाई चाहिँ कसरी अगाडि बढाउने के गरे अगाडि बढ्दा हुन्छ कुन चाहिँ बाटो एकदम राम्रो लाग्छ मेरो नातिले जहाँ गनी यस्तै राम्रो गर्न सकोस् जहाँ गनी यो नातिलाई सबैले मान्ने गुन्ने हुन् ठुलो ठुलो काम गर्न सकोस् मेरो नाति छोटो अवधिमा मेरो नातिले राम्रो काम गर्यो संसारका मानिसहरूले यस्तै काम सिकुन् यस्तै काम गरून् यस्तै भएर चाहिँ सबैमा हौसला बढेर जाओस् यो काम फलाने ठाउँमा चाहिँ यसरी बनाइयो अब हामी पनि बनाउनु पर्छ भनेर अर्को ठाउँमा पनि सबैजनाले यही पाठ सिकुन् भन्ने मेरो शुभकामना यति नातिले अब यस्तै गर्न भन्ने चाहिँ सबैले मेरो नाति जस्तै सबैले मान्ने गुन्ने सबैको त्योभन्दा ठुलो भोट आओस् सबैले मान्ने हुन् सबैले यो केही नलागोस् आध्यात्मिक काम सदा पुगोस् तिमीले जे काम आएको थियौ तिम्रो भोलि पूर्ण होस् तिमीले यदि बोल्छौ भन्दा तिम्रो 3 पुस्तासम्मको मैले देखेँ मेरो भलाले त कुन गरे भने तिम्रो कल्याणमा छु तिमीले जुन काम आएको छ त्यही काम सिद्ध नहोस् अहिले त सानो काम गरेको ठुल्ठुलो हैसियतमा तिमी छ है त्यसको राम्रो छ तिम्रो दीर्घायु होस् गर्नु पर्छ राम्रो काम हो तिमीले एकदम राम्रो गर्छ यो भन्नु अझ उत्तम काम गर्नु हाम्रो जुन मान्छेहरू छ यो जुन मुख्य गरेर चल्नु पर्छ है भाइ हामीसँग सहकारी गर्ने कुनै कमी गर्छ तर यस्तो कहिले भनेर भन्नु पनि पर्छ त्यतिकै भनेर भने म होइन यति हुन्छ भन्ने बाटो कुनै सक्दैन सबैजना हाते मारो भएर सबैजना सबैले भन्नुपर्छ यति यो होइन सभाबार हाम्रो सभाबार अरूले बग्छ भनेर बोलिरहोस् राम्रो होइन यो यस्तो काम गर्दैछौँ सबैजना हातेमाल गर्दैछौँ सबैजना आफ्नै हो भनेर चाहिँ सोध्नु पर्यो यो हाम्रो हो यो हामीले गर्नुपर्छ तिमीले बोलेको ठाउँमा बाउले हजुरबाउले काका होली पनि बोल्नु पानी आएको भने नि एक काम गरेर एक बलम गर्ने मिठो पानी पानी